सो हेलो गाइज, यति बेला हामी फाइनल्ली टक्क लाएर यो कुन ठाउँ तर थाहा छैन होइन, तर यो भिडियो अथवा सामाजिक सञ्जालमा पोस्ट हुन बित्तिकै हामी समथिङ 1 घन्टा जति अगाडि पुगिसकेको हुनेछौँ। अनि त्यही हो, एकदम गर्मी छ यो ठाउँ पनि होइन, एकदम पुरै सालै साल चाहिँ यो सालगाडी हुन्छ र गएको हो यो सालगाडी यस्तो छ। यहाँ यस्तो छ सालगाडी, कुन ठाउँ यो रोड छ मस्त बबाल छ। जो हाम्रो 2 दिनको लङ राइड त्यो चाहिँ एकदमै रमाइलो भइरहेको छ। तर हामी फेरि ब्याक टु ब्याक सुर्खेत फर्किसकेका छौँ। अनि सो हेलो एभ्रिवान, यति बेला हामी भेरी पुलतिर पुगिसकेका छौँ। समथिङ यहाँदेखि सुर्खेत पुग्न करिब कति लाग्ला, अब 20 मिनट पनि लाग्दैन होला। समथिङ अब सुर्खेतको नजिकै छौँ भेरी पुल। तपाईँहरूले सायद यो पुल जोस् आउने जाने यात्रा सबैले त थाहा नै होला यो पुल होइन। टक्क लाएर हामी यो पुलमा छौँ, टक्क लाएर एकदमै जोस् गर्मी छ नि त, टक्क लाएर गर्मी छ। केटाहरू कोही अगाडि छन्, कोही पछाडि आउँदैछन् होइन। एकछिन कुरम भने केटाहरू पछाडि छन्, फेरि अगाडि केटाहरू पनि गइसकेँ। अब त्यही हो, जो टक्क लाएर हामी अब म चाहिँ यहाँ बिचैमा एक्लै छु अहिले, अनि केटाहरू पछाडि आउँदैछन् अनि अगाडि पनि गइरहेछन्। अब म चाहिँ बिचैमा छु, तर जहाँ रोक्दिनँ म चाहिँ फेरि अगाडि भेटाउनु पर्ने हुन्छ। जोस् हाम्रो यात्रा भेरी पुलदेखि फेरि सुर्खेततर्फको यात्रा सुरु भइसकेको छ। यहाँदेखि सुर्खेत पुग्न समथिङ कति लाग्ला, 20 मिनट जति लाग्ला होइन। कति किलोमिटर त्यो ठ्याक्क थाहा भएन, तर चाहिँ 20 मिनटमा जोस् सुर्खेत पुगिन्छ होला। यहाँदेखि टक्क लाएर यति बेला लास्ट गर्मी छ कि पुरै गर्मी भयो जस्तो भइरहेको छ होइन। टक्क लाएर हामी चाहिँ अब जोस् टक्क यो पुलतिर छौँ। अब यहाँदेखि सुर्खेत पुग्न 20 मिनट लाग्ला। अनि अलि नेटवर्कको समस्याले गर्दा हामी बिचमा अथवा केही पनि तपाईँहरूलाई जानकारी अपडेट अथवा युट्युब मार्फत पनि केही दिन सकिरहेका छैनौँ। तपाईँहरूले युट्युब मार्फत म केही भिडियोहरू जानकारी दिनेछु अथवा भिडियोहरू पोस्ट गर्नेछु, तपाईँहरूले हेर्नुपर्ने हुन्छ अवश्य पनि। लेट्स गो। सो हेलो गाइज, यति बेला टक्क लाएर हामी छौँ भेरी पुलतिर। टक्क लाएर पुरै ब्याग छ पछाडि आउँदैछन् केटाहरू पनि होइन, जस अगाडि गइरहेछन्। टक्क हामी जो यहाँदेखि सुर्खेत पुग्न चाहिँ अब 20 मिनट लाग्ला। यो भेरी पुल टक्क तरेर टक्क सुर्खेत अब लागिन्छ। जोस् को हुनुहुन्छ सुर्खेततिर यसो भेटघाट गर्नुपर्छ केटा। त्यही हो, जोस् हामी अझै सुर्खेतमा बसाइ छ धेरै भनौँ न होइन। जोस् पहिला पनि सुर्खेतै थियौँ, अब पनि जो सुर्खेतमा जोस् बाहिरतिर बसाइ छ भनौँ न होला। यो टक्क लाएर हामी अब 20 मिनटमा सुर्खेत पुग्दैछौँ। यो भिडियो चाहिँ अब केही समय पछि नै पोस्ट हुन्छ होला, अथवा होइन युट्युब मार्फत अथवा अरू सोसियल मिडिया मार्फत पनि पोस्ट हुनेछ। तपाईँहरूले हेर्दै गर्नु भन्न चाहन्छु। नयाँ हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब अवश्य पनि गर्नु होला। भिडियोहरू आउँदैछन् युट्युबमा केटा हो, टक्क लाएर हेर्नुपर्ने हुन्छ। त्यस हामी अब जानुपर्ने हुन्छ। यस्तो गर्मी भइसकेको छ होइन, भिडियो बनाउनु यस्तो भइरहेको छ कि स्कुलतिर। सो हेलो गाइज, यति बेला हामी फाइनल्ली सुर्खेत पुगिसकेका छौँ। सुर्खेत गइरहेको छ पिपिरा। टक्क लाएर केटाहरू चाहिँ जोस् आउँदैछन् पछाडि होइन। अनि म एकछिन अब रोक्नुपर्ने हुन्छ। टक्क लाएर सबैको खास खानु पऱ्यो, एकदम गर्मी छ समय। टक्क लाएर अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ यति बेला सुर्खेतको पिपिरामा हामी फाइनल्ली पुगिसकेका छौँ। यस्तो गर्मी छ केटाहरू कहाँ पछाडि रोकिरहेको छ अर्को परको होटलतिर। म अन्नाले अगाडि आइसकेँ फेरि। अनि त्यही हो, अब सम्पूर्ण जानकारी तपाईँलाई युट्युब मार्फत जोस् भिडियो हामीले सबै हाल्ने प्रयास गरिरहेका थियौँ। तैपनि अब होइन सम्पूर्ण अरू भिडियो पनि अपलोड गर्न बाँकी भएकाले हामीले जोस् सुर्खेत पुगेको मात्र अपडेटहरू दिन खोजिरहेका छौँ यति बेला। अनि त्यही हो, जोस् एकदमै गर्मी छ सुर्खेतमा। के हो, जसोदेखि लाइन आएको छैन भन्ने खबर सुनिरहेको छु मैले होइन। हामी अस्ति अब जाँदाखेरि थियो, अब हाम्रोतिर लाइन छैन, बत्ती छैन सुर्खेतमा। के हो भाइ, यस्तो गर्मीमा फेरि कहाँ जाने होला फेरि। ल यसो बेलुकातिर केटा भेट्नुपर्छ, कता कता हुन्छ होइन। टक्क लाएर बेलुका हामी समथिङ अब भलिबल खेल्न जान्छौँ होला माथि कालिम्पोङ ग्राउन्डको यता साइडको हुनुहुन्छ। यसो भिडियो हेरेर पनि तपाईँहरू आउनु भन्न चाहन्छु विशेष गरी। अनि हामीहरू सायद त्यही हुन्छ होला हामीहरू होइन, त्यो कालिम्पोङको यतापट्टिको भलिबल खेल्ने ठाउँतिर नै हुन्छ होला बेलुकाको समयतिर यसो रमाइलो गर्न होइन। टक्क लाएर त्यही हो। बाँकी चाहिँ हामी सोसियल मिडिया प्लेटफर्म अथवा फेसबुक अनि युट्युब मार्फत हामी भिडियो तपाईँलाई जानकारी दिने प्रयास गर्नेछौँ। त्यति नैसम्म हामी अब यस्तै छ, सुर्खेत पुगिसकेका छौँ। यस यात्रा यस रमाइलो हाम्रो गन्तव्य घुमफिर यस हिजो 2 दिन भयो सुर्खेत छोडेको। जोस् फेरि आइसक्यो 2 दिनपछि। जोस् एकदमै जोस् एक्साइटेड जोस् भनौँ न, खत्रै रमाइलो भयो। तर त्यो भिडियो पनि केही समयपछि युट्युबमा आउने छ अनि भन्न चाहन्छु विशेष गरी।